केही त भएन नि है भएन यस टायर गायब सो गाइस यहाँ धरान जाने कि यताबाट वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग यस्तो पहिरो हैन यो रहेको छ ऊ आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्नुहुन्छ भन्दाखेरि हैन जनकपुर धाम जानकी मन्दिर जय जानकी माइकी अनि मेरो पछाडि को छ भन्नुहुन्छ भन्दाखेरि आले भाइ हैन अनि हामी यस्तो ठाउँमा ट्याक लाएर हामी चाहिँ यस्तो ठाउँमा आइपुग्यौँ हैन ट्याक लाएर अब हामी खुरकोट पुगेर तपाईँहरूलाई टक्क लाएर अरूको बन्दोबस्त देखाउँछौँ ओहो आमा चाहिँ डेन्जर पर्दो रहेछ अरे यो ऐना चाहिँ यति रहेछ लगाइदियो ऐनाको चाहिँ है सो गाइस यो बाटो देख्छ भने यस्तो घुमहरू छ कि यस्तो घुमहरू छ कि हैन यो उताको जस्तो के के अरे कहाँ गएको थियो हामी त्यो सिस्नेरीको जस्तो क्या हेर्दाखेरि चाहिँ उहाँबाट यताबाट पुरै खाएको छ हेर्दा अझै त्यत्रो माथि छ खुर्कोट हामी त उयो यहाँ उड्यो त नि बाटो खाइसक्यो हुसुको माथि आइपुगिसक्यौँ क्या हामी अब हुसुको तल थियौँ होइन अहिले हुसुको माथि के भन्ने क्या अब तपाईँहरू होइन कुरा गर्दा पुरैको चुलो क्या होस् नगरौँ खुर्कोट बजारतिर गएर भेटौँ गाइस तपाईँहरूलाई त्यो गाइस बाटो हेर्नु न खोला पारी पारी पुग्नु पर्छ नि यत्रो घुमेर पुग्नु पर्छ हेर्न कत्रो खोला क्या दोलाल घाटको जत्रो खोला क्या दोलाल घाट कोसी सब उताहरू त्यहाँबाट पानी उ गरिरहेछ है ठाउँ चाहिँ डेन्जर छ है नेपालमा सो गाइस यही हो है अहिलेको लेटेस्ट खुरकोट बजार चाहिँ अहिले यस्तो छ होइन चट्ट लाएर यहाँ बाढी पहिरोले सब लिएर गएछ अरे होइन त्यो पहिला दामी थियो टक्क लाएर बिचमा टक्क छेउछेउमा खोलाहरू खेलेको जस्तो क्या दामी थियो होइन अहिले त छैन भने त्यस्तो अहिले त बो अहिले यस्तो छ होला खुरकोट गाइस यहाँ खाना मात्रै लाग्यो खाना रेडी भइसक्यो होइन स्कुटरको हालत यहाँ हेर्नु न पछाडिको ट्युसी सब गएछ होइन ट्यु भन्दा नि ऊ थियो होइन पछाडिको लिक्विडहरू सब खसेर यस्तो भएछ क्या मेरो स्कुटरको रमाइलो भयो रमाइलो तेरो टाउको रमाइलो पैसा नभएलाई त्यस्तो भइसकेपछि रमाइलो हुन्छ त तेरो बिजोग रमाइलो खुरकोटमा आएर बिजोग रमाइलो हो गाइस चट्टो लाएर होइन दाल चिकन चट्टो लाएर गुवाम दिने हो गाइस यहाँ ल्याप लगाएर चिकन टायर अब स्कुटरको पछाडिको टायर छैन खोइ स्कुटर टायर गायब क्या मेरो भयो त यहाँनिर अब झिकेर के भए बुझेर जानकारी दिन्छौँ तपाईँहरूले त्यो गाइस यो टायर चाहिँ मेरो पड्केर होइन उतो टायर पड्केर अब यो नयाँ टायर हाल्नुलाई त्यो पनि त्यस्तरी काचाक कुचुक भएको भने अब क्या बोर भइसकेर क्या यो सब फेरेर अब जानलाई कति टाइम लाग्छ क्या यसरी उतै आले भाइ चाहिँ उतै बसिरह यस्तो टिम गाइस स्कुटरमा नयाँ टायर हाल्यो गाइस होइन यहाँबाट लिएर हिँड्नुपर्छ सो स्टे ट्युन सो गाइस हामी चाहिँ अहिले गढीको घुम्तीमा छौँ होइन अब यहाँबाट बर्दिवास पुग्न लगभग 1.5-2 घन्टा लाग्छ अनि बर्दिवासबाट हामी पुग्छौँ जनकपुर जय जनकपुर धाम स्याट लाएर
यहाँनिर डेटिङ स्पोट रहेछ माथिले होला है यहाँ होइन डेटिङ गर्नै मिल्छ अरे क्या लेखेकै छ क्या यहाँनिर गाइस केटा र केटी छ क्या हात समातेर ए यतातिर जता होला नि अब डेटिङ स्पोट आउनु पर्यो भने चाहिँ यता आउनु है गाइस गढी सिन्धुली गढी गाइस यो चाहिँ गढीको मेन चोक आयो होइन यहाँबाट तल चाहिँ मेन बजार भनौँ न गढी बजार यो गढी बजारबाट तल चाहिँ ऊ छ घुमौरो सबसे मेन ठुलो गढीको घुम्ती गाइस यहाँबाट माथि जानुभयो भने चाहिँ होइन यता गोर्खा सोर्खा पनि होला यताबाट होइन अब यहाँबाट चाहिँ तल अब गढीको सबसे ठुलो ऊ आयो क्या यहाँबाट पुरो ओह्रालो छ क्या अरे देख्नुहोस् ऊ त्यो घुमौरो उयो बजार यही हो यहीँनिर आएर होइन मान्छे फोटो सोटो खिच्ने यताउति गर्ने यहीँनिर हो त्यो ऐनावाला ठाउँ जस्तो यो पनि त्यस्तै फेमस हो ल हेर ल ए यहाँनिर अझ कला ऊ बनाउँदै रहेछ यहाँ आर्मी दाइहरूले नि बनाउनु लागिरहेको छ नि यहाँलाई ओए शिवजीको हेर्दै दामी यहाँ यत्रो ठुलो बजार भइसक्यो त अगाडि त्यो गढीको तल बजार है उयोनिर बसेर तपाईँहरू पनि फोटोसोटो खिच्न सक्नुहुन्छ यता तलको बजारको आउँछ होइन यही हो फोटोसोटो खिच्नु पहिला मान्छेहरू यता माथि खिच्दै होइन अहिले चाहिँ यता तल खिच्नु उयो होइन दुखिहाल्छ नि टाढा लगभग 6 घन्टाको ए सोगाइजी यहाँ तलको बजार आइपुग्यो हामी चाहिँ होइन च्याट्टो लाएर यहाँ चाहिँ बासस्थान छ होइन यहाँ चाहिँ नाइट हान्नको लागि प्रसिद्ध छ यो ठाउँ खासै भन्नु ल यो हामी गढी कट्यो अब बर्दिवास पुगेपछि भेटौँला गाइस तपाईँहरूलाई च्याट्टोसितले सो गाइस हामी चाहिँ तलको गढीको बजार आइपुग्यौँ होइन होइन नखाम खाना खाएर आएको ल यो चाहिँ तल बजार छ गढी घुम्ती लगभग आधी घन्टा 45 मिनटको छ पेट्रोल एक थोपा लाग्दैन त्यहाँ चाहिँ जाँदाखेरि धुस्नु खान्छ होला पेट्रोल अहिले चाहिँ छैन कहाँ गुवाङ ब्रिज आइपुगेछ गाइस अब यहाँबाट बर्दिवास लगभग 40 किलोमिटर छ है गाइस ट्युन सो गाइस हामी चाहिँ ठ्याक्कै गढी कटेर सिन्धुली आइपुग्यो होइन यहाँबाट तल चाहिँ हाट मेला लाग्ने बजारहरू यहाँ तल छ यहाँबाट त यहाँबाट छुट्टिन्छ नि त 2 किलोमिटर ठाउँ हामी चाहिँ जाने यतै हो सेटल लाएर सो गाइस हामी चाहिँ आयौँ यहाँ अहिले कमला ब्रिज मात्रै छ पानी सानी चाहिँ छैन होइन सुक्खा लागिरहेको अहिले यतातिर च्याटोसितले अब बर्दिवास 30 किलोमिटर छ गाइस अझै 30 किलोमिटर जति बाटो देख्नु सक्नुहुन्छ कस्तो खाली छ कस्तो दामी छ मैले भनेको थिएँ नि त सय त कहाँ सकेको हुन्छ 70-80 हो अहिले मजा आइपुग्यो गाइसमा बाटो मात्रै हेर्नु न ल घरहरू यस्तो 1992 छ यहाँ है दामी मोबाइल बाटो मात्रै हेर्नु न कस्तो खाली कस्तो दामी क्या एकपट्टि घर एकपट्टि जङ्गल क्या बिचमा बाटो
चेकपोस्ट है चेकपोस्टबाट चट्ट राडसँग काटेर जानु पर्यो गाइज सो गाइज यहाँ धरान जाने चाहिँ यताबाट रहेछ गाईघाट धरान चोत्रा कटारी या उहाँ त अगाडि दाले सोधौँ होइन सिएटल जनकपुर जाने यतैबाट हो जस्तो लाग्यो मलाई चाहिँ दाजु जनकपुर जाने यतैबाट हो नि है हस् धन्यवाद हो ल मैले भनेको थिएँ नि अब चाहिँ पुरै जङ्गल आउँछ होइन यता र यता दुइटै जङ्गल हुन्छ क्या दामी ठाउँ गाई मैले भने आफ्नो जङ्गल सुरु भयो गाई मैले भनेको थिएँ नि तँलाई गएर यहाँ चाहिँ पुरै आर्मी र होइन फरेस्टरहरू मात्रै हुन्छ नि बाटो चाहिँ खत्तम हो क्या आया 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 दामी छ ठाउँ चाहिँ यता चाहिँ धेरै जस्तो चल्ने भने टुकटुक हो क्या गाईजी यहाँबाट बर्दिया खाउनु लाग्यो अब लगभग 10 देखि 15 किलोमिटर होला गाडीले गाई चाहिँ उतै दाइलाई क्या ऊ भइदिएर क्या थैट केही त भएन नि है दाइ केही त भएन नि है मासाले खाते त कस्तरी आइदिएर त यस्तो साइडमा आउँछ त्यही यहीँबाट च्यापदिएर मैले देखिरहेको थिएँ क्या खाएर चलायो क्या खोइ त्यत्रो मान्छेहरू हाल्दा चलाइरहेछ थैट मुटु चिसो भयो होला है दाइ तपाईँको हाम्रै त्यही हाम्रै मैले देख्दा देख्दै आउँदा आउँदा यतैबाट ल्याइदिएर क्या त्यसले धन्न यो ऐना मात्रै गएछ अरू केही गएन छ दाइको मुटु चिसो भएछ त्यो ठाउँ छोडेछ बिस्तारै दाइ बिस्तारै त्यही सालेहरू त आफूले राम्रो चलाउँदैन नहुने क्या गाई हामीले देख्दा देख्दै हिँड्दा अहिले भाइ त्यही पछाडि अटोको रेस भइरहेको छ गाई उठ्नु सक्नुहुन्छ होइन हामी यो अटोहरूलाई जितेर अगाडि जान्छौँ त्यही मेरै साथ त गइदिएर क्या त्यो देखेर त यहाँ होइन हावापानी यस्तो स्वच्छ छ कि है के भन्ने ल बाटो हेर्नु बाटो त्यस्तै राम्रो खेती पनि छ घर पनि राम्रो छ चेट्टो लाएर बस्ती पनि राम्रै छ जस्तो छ कहाँ हो रातो ब्रिज आइपुग्यौँ गाई जान्छ नि केटाहरूले त आयो भने त कडा उडाउँदैन होला यस्तो बाटोमा त यहाँ अगाडि चेक बस्दैछ हामी चाहिँ फाइनल्ली बर्दिवास पुलिस चौकी आइपुग्यो होइन अब यहाँबाट चट्ट लाएर जनकपुर जय जानकी माई की जय जय सीता माई की जय क्या ठुलो रोड क्या दामी यार त यहाँ पनि ल 50 भन्दा माथिको रहेछ कडा यार टक्कल घरहरू हेर्न घरहरू नै कडा यतातिर लुगा अहिले पनि कुर्ता सुरुवाल र ऊ रहेछ क्या ठिक हो यस्तै ठिक हो चेट लाएर हेर्न क्या दामी दामी फुलहरू फुलेको क्या फुल रहेछ
थाहा छैन यो चोक कि यही हो ऊ यहाँ हेर्न ऊ सिन्धुली प्रतिवास कहाँ कहाँ रहेछ त्यही उतै हो त्यो त मास्तिर भइहाल्यो नि हामी उताबाट आएको काठमाडौँबाट आएको ल ट्याक्टर लगाएर होइन दामी छ नि अब यहाँबाट त सोध्नु पर्छ एकजना दाजुलाई होइन मलाई जहाँसम्म लगाइरहेको छ मेरो अन्दाजमा चाहिँ यता हो जस्तो लागिरहेको छ होइन लेट मी चेक अनि यतातिर चाहिँ कता पुगिन्छ थाहा भएन भाइ जनकपुर जाने कताबाट हो यताबाट सिधै हो बाटो नछोडिकन कति टाइम लाग्छ कति टाइम लाग्छ 1 घन्टा ए हस् धन्यवाद ल त्यो चाहिँ यहाँको बजार भयो होइन अनि यताबाट चाहिँ कता पुगिन्छ भन्ने कुरो थाहा छैन यसो कमेन्ट गरिदिनु होला होइन ल हामी आइपुग्यौँ प्रतिवास अब जनकपुर हामी इन्टर भयो भन्दा नि हुन्छ अब यहाँबाट चाहिँ उतापट्टि के देखिन्छ भन्दाखेरि नि गाइज होइन रुखै होइन आलु भएको भन्दा नि सानो क्या म जत्रो रुख क्या सबसे ठुलै रुख त्यत्रो हुन्छ क्या यतातिर पिपलको बोट यहाँ छ होइन गाइज ट्युन यहाँ देख्न सक्नुहुन्छ होइन अब जहाँले जहाँसम्म देख्छ नि होइन त्यहाँसम्म एउटै डाँडा देख्नुहुन्न कि ल हेर तैँले कहाँ डाँडा देखिस् त डाँडै छैन क्या यता सम्म छ क्या यहाँ पनि नेवारी खाजा घर नेवार राजन के हो त पनि पुलिस हेर डाँडै छैन हेर एउटा डाँडा छैन जहाँसम्म देख्छ त्यहाँ रुखै रुख छ हावा चाहिँ ओपर हान्यो है यहाँ चाहिँ सम्म भएर होला है हावा धेरै लाग्यो यहाँ डाँडो हावा छेक्थ्यो डाँडो नभएर कस्तो लडौला यताउति जस्तो भइरह्यो क्या पछाडिबाट अर्को बाइक आएको फिल भइरह्यो है पछाडिबाट अर्को बाइक आएको फिल भइरह्यो क्या तर छैन क्या पछाडि उनीहरूलाई त्यो गाई तपाईँहरूलाई अलिकता उ देखाइदिउँ भनेर होइन यता जनकपुरतिरको ल हेर्नुहोस् गाईजु मैले भनेको थिएँ नि रुखहरू हेर्नु रुखहरू हेर्छ ठुलै छैन क्या रुखहरू यत्रो पन्ठा रुखहरू छ क्या मजाको रुखहरू होइन अनि हामी कहाँ आइपुग्यौँ लालगढ यो नि पुरा राजाको किल्ला जस्तो छ अहिले हामी लालगढ आयौँ अहिले यसरी कस्तो यहाँ चाहिँ होइन प्रायः जस्तो घर बनाउनु भन्दा यसरी टक्क झोपडी बनाउने प्रिफर गर्छन् क्या हेर्न अरूभन्दा पनि डाँडा नदेख्दाखेरि क्या अचम्म लाग्छ क्या हेर्न डाँडै छैन क्या अब अचम्म होइन त ल डाँडै नभएको ठाउँ क्या सो गाई त्यो चाहिँ जनकपुरको ठुलो बजार हो होइन तर के बजार भन्छ मलाई थाहा छैन होइन ठुलो भन्नाले हाम्रो लगन खेलको जस्तै क्या यो त्यो त लगन खेलको त सानो भएर नि हेर्न कत्रो ठुलो क्वान्टिटीमा खोलेको छ यहाँ के चाहिँ चाहिन्छ तपाईँहरूलाई ल कमेन्ट गरेर भन्नु होइन तरबुजा ऊ गर्छ लाले बा उता के इयरफोन गरेर आएको जाँदाखेरि एउटाबाट यताबाट इयरफोन चिनो लिएर जानु पर्यो यहाँबाट कता जाने भन्ने चाहिँ कुरो हो दिदी जानकी मन्दिर कता हो जनकपुर जानकी मन्दिर यहाँबाट कता कि उताबाट ए यहाँबाट उता ए हस् त्यही यता सिधै नमिल्दो रहेछ यहाँबाट घुमेर उताबाट रे क्या यहाँबाट घुम्यो होइन अनि उताबाट रे क्या यस आई एम अलवेज राइट कुन यहाँ जनकपुरमा नि रन म्याराथन हुँदा चाहिँ अब यहाँबाट लगभग आधी घन्टा जति छ यसो जाउँ न दाइ जानकी मन्दिर यतै हो नि है यहाँबाट सिधै होइन कति मिनट लाग्छ 20 किलोमिटर ए हस् धन्यवाद 20 किलोमिटर होइन त्यही आधी घन्टा 15 मिनट ल यहाँ देख्नुहुन्छ नेपालको झन्डा हामी नेपालमै छौँ है गाइस नेपालमै वी आर इन स्टिल नेपाल भोलिमा इन्डिया बोर्डर गयो भने होइन म तपाईँहरूलाई देखाउँछु है यहाँ रहेछ हामी नेपालमै छौँ गाइस
कडा हान्दिएर यार मैले त 80 मन्दिर रहेछ यहाँबाट होइन होला अलि अगाडि जस्तो लाग्यो यो बाटोमा किन दौडाउनु साह्रो मजा लागिरहेको है गाइस मलाई ट्राफिक होइन यो चाहिँ के को सङ्केत हो भन्नुहुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ जनकपुर आएको सङ्केत हो अनि यो चाहिँ लक्ष्मी माताको होइन लक्ष्मी माताको हातमा चाहिँ एउटा बाण थियो शिव भगवान्ले दिनुभएको बाण होइन अनि त्यो बाण चाहिँ राम भगवान्ले भाँच्नुभन्दा प्रत्यञ्चा चढाउँदाखेरि भाँच्यो त्यो होइन अनि त्यही भएर चाहिँ यो ऊ भएको है गाइस ल यस्तो छ है अब चाहिँ हामी आइपुग्यौँ जनकपुर गाइस यहाँ अगाडि देख्न सक्नुहुन्छ होइन यहाँबाट चाहिँ यता जाने जस्तो लागेको थियो मलाई होइन सोध्नु पर्यो कता जाने हो यहाँनिर चाहिँ के रहेछ यो चाहिँ अलि आइडिया भएन गाइस है यहाँ देख्न सक्नुहुन्छ यत्रो छ यहाँ सोध्नु पर्यो भाइ जानकी मन्दिर कता हो रावण यहाँबाट अगाडि रावण छ कहाँ हजुर हजुर ए हस् धन्यवाद ए हस् रावण चोक बाल सीताको ठाउँमा रावणको शुद्ध नाम छ है गाई यहाँ पौडी खेल्न यहाँ स्विमिङ पुल यस्तो नन्दी माता ल हेर्नु गाई वाइटमा
हामी रावण चोक आइपुग्यौँ यही होला रावण चोक अब यहाँ जानकी मन्दिर सोध्नुपर्छ होइन च्याट्ट लाएर जानकी मन्दिरतिर गएर रुमसुम लिएर च्याट्ट बस्नुपर्छ यो रहेको छ रावण चोक यही हो रावण चोकबाट भित्र त भन्थे अब यहाँ सोधौँ न कता हो कत्रो ठुलो ठुलो ऊहरू बनाउने यतापट्टिको चाहिँ हाम्रो टुडी खेलको जत्रै चौर छ होइन यहाँनिर चाहिँ यहाँ पार्किङ सार्किङ छ यहाँभित्र ऊहरू पनि हुन्छ अब यहाँ हामी टक्क लाएर जान्छौँ तपाईँहरूलाई होइन टक्क जानकी मन्दिरको चाहिँ फुल भिडियो हेर्न मन छ भने गाइस पलो है पलो अनि च्याट्ट लाएर अब अहिलेलाई चाहिँ इन्डिङ गरौँ कि भनेर सोच आइरहेको छ होइन यतापट्टि घाट रहेछ है होइन भने त्यो नौनी कि के घाट हो नन्दी महाराज हेरेँ यत्तिकै ल अघि नै कहीँ जाम भएन यहाँ आएर चाहिँ जाम भइदिएर क्या त्यही हेर्नु के भन्नु ए लात कडा हुन्छ है अरू भने त्यस्तै थियो ए यताबाट होला क्या नन्दी महाराजहरू दिदी रामानन्द चोक कताबाट यताबाट हो यहाँबाट अझै अगाडि सिधै हस् धन्यवाद चोक भने जस्तो लाग्यो चोक र चौर कति खऱ्यो चौर त यही त हो नि चोक त्यो अगाडिबाट हामी यता नआउनु पर्ने रहेछ त्यहाँ रहेछ जस्तो छ मन्दिर त्यहाँ रहेछ हामी उता जानुपर्ने रहेछ नि ऊ देखिनुहोस् ऊ लोटसको जस्तो फुल छ त ऊ देखिनुहोस् हो यताबाट जस्तो लाग्यो मलाई दाइ रामानन्द चोक कता हो अझै अगाडि हो ए हस् भाइर यो स्कुटर यहाँ चलाउनेहरू चाहिँ पर्फेक्ट हुन्छन् क्या सही भने त यहाँको मान्छेहरू त कडा यहाँ ट्रेन पनि चल्दो रहेछ क्या यहाँ देख्न सक्नुहुन्छ है पट्री रहेछ यहाँ पट्री उहाँ तालाब के हो अचम्मै छ है गाइज सो आजलाई चाहिँ यति नै हो गाइज लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब गर्न अनि यहाँ रहेको छ एउटा ऊ च्याट लाएर यहाँ चाहिँ के लक्ष्मण भगवान्हरू खोइ के हो यो ए ऊ यतापट्टि रहेछ जस्तो लाग्यो मलाई पक्कै त सो गाइज सन्तोष सेफको होटेल मिथिला थाली चाहिँ यहाँ रहेको छ होइन च्याट लाएर अब एकछिन यहाँ बसिन्छ अनि त्यहाँबाट हेरौँ सो गाइज अहिलेलाई चाहिँ यति नै होइन म तपाईँहरूलाई भरे जानकी मन्दिर गएर देखाउँछु सो होप यु गाइज लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब गर्न स्टे ट्युन गाइज अर्को भिडियोको लागि